हामी चाहिँ कहाँ छौँ भन्दा चाहिँ सीमापुर बिचमा आएको छौँ है। सीमापुरको चाहिँ हामी अलिअलि झल्का निकाल्नु आँटेको छौँ हामी दुईजनाले अब होइन हो नि। अब यसको के रहेछ यहाँको होइन हामी दुईजना भएर चाहिँ जे होस् यहाँ निकाल्छौँ। यो चाहिँ के रहेछ अरे मैले यो चाहिँ चल्दो पनि रहेछ नि चल्दो रहेछ त चल्दो रहेछ यो घडी त भनेको त वर्ल्ड वार 1 मा चाहिँ बनाएको रे। कहिले बनाएको छ वर्ल्ड वार 1 मा वर्ल्ड वार 1 मा बनाएको रहेछ यो चाहिँ अझैसम्म चलिरहेको सीमापुरको टाइम दिइरहेको छ अझैसम्म अझैसम्म टाइम दिइरहेको छ। यो चाहिँ सिपलाई ठक्क बाँध्ने नि हो उयो रोक्ने नि हो ब्रेक रोक्ने हो नि हो ब्रेक रहेछ सिपको ब्रेक सिपको ब्रेक रहेछ। यहाँ चाहिँ तोप अब यहाँ के आउँदैछ एउटा एङ्कर गर्ने नि यहाँ चाहिँ हामी तोप रहेछ है। यो तोप चाहिँ तोप चाहिँ अब फर्केको छ वर्ल्ड वारको तोप रहेछ हैन तोप वर्ल्ड वार 1 को तोप हो कता हो यता फर्केको छ खोइ कता हो यो चाहिँ कता हो। अब हामी चाहिँ यस्तो हिँड्दै जान्छौँ है यहाँनिर पानी पनि खाइदिउँ क्या तिर्खा लागेको छ त यहाँ नि पानी रहेछ यहाँ पानीको सुविधा कस्तो छ राम्रो रहेछ पानी फ्रेस पानी छ खानुको लागि चाहिँ पिउनुको लागि चाहिँ फ्रेस छ। हामी अब ह्यान्ड सेनिटाइजर गरिदियो नि ह्यान्ड सेनिटाइजर गरिदियो अनि छ्याट्टा आइसक्रिम चाहिँ खानुपर्छ। कुन चाहिँ राम्रो हुन्छ हौ म्याङ्गो पनि रहेछ त नि दुईजना चाहिँ आज खै म्याङ्गो खानु आइसक्रिम खाना रहेछ यहाँनिर म्याङ्गो पैसा चाहिँ उहाँ तिर्नु नि गएर ए योगर्टको योगर्टको आइसक्रिम पालो पर्खिरहेको छ हामीले ह्यान्ड सेनिटाइज गऱ्यौँ। अब यहाँबाट हाम्रो हुन्छ है त के चाहिँ लिने भन्ने कुरो यहाँ हो एक कप र चाहिँ अमुक यत्रो खाइसकिन्छ ए त्यति ढाल्ने ल मैले चाहिँ अब ए त्यहाँनिर वेट गरेको छु ल कुन चाहिँ खाने कुन चाहिँ खाने यो म्याङ्गो कस्तो हुन्छ म्याङ्गो चाहिँ खाइदिएँ मैले चाहिँ बेसी त खाइनँ मैले चाहिँ यति नै गरेँ हौ म्याङ्गोको गरेको खाइसकिन्छ नि टावरमा यहाँ कुन चाहिँ अर्को पनि चाहिँ थप्ने तिमी दाइ हुन्छ त्यो कुकिज भन्दा सल्टेड गरिदियो नि त सल्ट हुन्छ यसमा चाहिँ ल सल्टको अलिकति हालिदिउँ नि त ल म्याङ्गो चाहिँ म्याङ्गोको खाइन्छ चाहिँ यहाँ सल्टेड अर्को बेसी हुन्छ होला बेसी नर्छ मैले कुकिज क्रिम अलिकति हालिदिउँ नि त कुकिज क्रिम पनि स्यासँग त मैले बेसी हालेको छु है ल ठिक छ यति नै हो अब बेसी हाल्नु हुँदैन ए त्यहाँ के थप्ने पनि रहेछ हो थपिन्छ के अब यहाँबाट के लाउने होइन त्यही लाउँदा भयो। अब हामीहरूले चाहिँ ए यो चाहिँ राम्रो हुन्छ है यो उयो प्यासन फ्रुट म मनपर्छ हौ अलिकति मात्रै लाग्नु पर्यो प्यासन फ्रुटको अरू त यहाँ के छ हौ थुप्रो चिजहरू रहेछ है लाउनुमा त राम्रो चिजहरू रहेछ ए यो रहेछ यो चाहिँ के रहेछ हो यो ची रहेछ यस्तोहरू मनपर्छ यता योहरू अझै के सेडिङ बेसी नलगाउँ होला यो पनि स्पोन चाहिँ त्यहाँ रहेछ लाएन होला कस्तो हुन्छ यो कुन लाउने यो नलाउनु पर्यो त्यो ब्राउनी नलाउनु पर्यो
यो चाहिँ अलिकति ट्राई गरिदिउँ नि त के रहेछ यो राखौ नि Yeah, good. Just that one? Yeah, all two, yeah. Ready as well. Wellington. 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 This line. अनि यहाँबाट Wait. खोलिँदैन नि त हौ Are you guys members with us? No. You guys that comes to $17.05 today. कति अरे How much? $17.05. ए $17 ल ठिकै छ $17.05 ल उसले तिरे ठिकै छ अब खाइयो अब यहाँ यो चाहिँ परै जाने होइन हामी कहाँ छ टावरमा कहाँ फेरि तर यो त मलाई के याद आयो थाहा छ हामीले जुलाबी खाएको याद आयो त्यही भनेर पार्कतिर गएर पार्कतिर गएर हामी दुईजना जुलाबी खान्थ्यो आज आइसक्रिम खाइँदैछ कहीँ ठाउँ भेटेन अनि मुभी पनि हेऱ्यो जुलाबी पनि हेरेको जुलाबी खाएको त्यो याद आयो मलाई चट्ट आज चाहिँ यो टावरमा जाँदैछु है खानुको लागि टावर बेसमा गएर बसेर बस्यो यहाँनिर के हो मजाले यो राखेको त नयाँ एन्ट्री जस्तो पिकनिक अब जाँदैछु यहाँबाट जेटीमा जाँदैछु यहाँ जेटीमा विशेष गरी अहिले सीमाफोर मात्रै त होइन यहाँ के चाहिँ रहेछ हौ साउथ अस्ट्रेलियामा चाहिँ अहिले यो चाहिँ फेमस एल्गी ब्लुम भएको छ ए हो र हो त्यो भएर माछाहरू धेरै मरिरहेको अवस्था छ समुद्रबाट यहाँ समुद्रमा चाहिँ साउथ अस्ट्रेलियामा यो अहिले एकदमै उयो छ यहाँनिर फिसिङ र स्विमिङहरू चाहिँ मनाइ हो खासै र मान्छेहरू पानीमा देखिरहेका छौँ फिसिङ अहिले दिएको छैन र फिसिङ नगर्नु भन्छ एल्गी यो त्यो एल्गी ब्लुम धेरै अगाडि म यहाँ आएको थिएँ एकखेप स्विमिङ गरेको कि यहाँ चाहिँ नि उयो भेटेको के अरे त्यो एउटा सार्क होइन स्टार फिस त्यो स्टिङरे स्टिङरे चाहिँ मेरै छेउबाट गयो यस्तो डर लाग्यो कि तर गर्नु चाहिँ केही पनि गरेन त्यो खतरा हो त्यो चाहिँ फेरि हो नि त्यो हो नि अन्त त्यो स्टिभ भन्ने त्यो एनिमल डकुमेन्ट्री गर्थ्यो के अरे न्यू साउथ क्विन्सल्यान्डतिर कताको त्यही स्टिङरेले हिर्काएर त हिर्काएर मारेको होइन हो नि त र अहिले हेर्नु त कस्तो चाहिँ रहेछ हामी बिचमा जाँदैछु हिँड्ने कोसिस गर्छु बिचमा नि हामी दुईजना अब दुईजनाको हुन्छ अहिले अहिलेसम्म चाहिँ ठिकै छ यसको चाहिँ यो कति लम्बाइ छ भन्दा त्यो कहिले बनाएको रहेछ यो बनाउनु चाहिँ 1860 मा बनाएको अरे 1860 मा यहाँ सिपहरू आएर बस्नु लागिरहेछ त्यो बेलामा चाहिँ यो पहिला चाहिँ अब 600 पहिला चाहिँ 650 600 मिटरमा के लामो रहेछ त्यतिखेर यसको लेन्थ अहिले घट्दै आयो अब त्यतिखेरको छोडेर अहिले चाहिँ त्यही त भनेको त 585 मिटर छ अहिले चाहिँ यसको लेन्थ यो जेटी भन्दो रहेछ यो हेर्नु स्वाटै यहाँबाट टाढोसम्म परसम्म चाहिँ प्रायः माछा मार्नको लागि चाहिँ यो युज गर्छन् होइन मान्छेले यो फेमस छ एथलेट आएपछि यो बिच चाहिँ आउनुपर्छ है सीमापुर बिच भनेपछि चाहिँ धेरै फेमस छ नि त यो धेरै फेमस हो नानीहरूको लागि बुढाबुढी मान्छेहरूको लागि जवानको लागि जसको लागि पहिला चाहिँ माछा मारिरहेको हुन्थ्यो नि हो नि अहिले पनि मारिरहेको छ होला तर खासै यो एल्गी बुमले गर्दाखेरि नमार्नु भन्ने चाहिँ कुरा हो धेरै मैला देखेर मैले दिपाल्छु हेर त नि हो रहेछ यो कहिले यो के हो कहाँनिर माथिको यो उयो देख्दै गरेको चाहिँ सिपहरू लोड गर्ने अनलोड गर्ने रहेछ क्या नि यहाँबाट सिपहरूको ल्याएको हुन्छ नि ट्याङ्कहरू लोड गर्ने अनलोड गर्ने रहेछ ए यसमा चाहिँ रहेछ नि त पारा चाहिँ नि त्यहाँनिर चाहिँ त्यो ठुल्ठुलो सिपहरू अथवा क्रुज पनि आएर चाहिँ त्यहाँबाट क्रुज पनि आउँछ प्यासेन्जर लोड गरेर लाने ल्याउने ड्रप गर्ने गर्छन् यो चरालाई चाहिँ कति बजेर उडिरहेको छ के पो भन्छ यसलाई
सिगल होला सिगल यसको त पखेटामा सिङ पनि हुन्छ जस्तो लागेको थियो हो र हो नि त मैले त्यस्तो देखेको थिएँ हो कि तर हुनु चाहिँ हामी पल्लो छेउ पुगौँ भनेको कतिको उयो रहेछ त्यो पर फ्री हो अब यहाँ एडिलेडमा चाहिँ माछा मार्नु फ्री छ तर तपाईँको सबैको साइज दिएको हुन्छ यो साइज अनुसारले चाहिँ मार्नु पर्यो गङ्गटा पनि मार्नु पाउँदो रहेछ है पाउँदैन गङ्गटा पाइन्छ ऊ मेजर गरेर मात्रै सानो पाइएन माछाहरू पनि मार्नु पायो अब जस्तै यहाँनिर भयो नि त होइन यो अब ब्लूफिन क्र्याब चाहिँ अब साइज त्यो के अरे नाप्दाखेरि अब 11 सेन्टिमिटर यो ठाउँदेखि यो ठाउँसम्म चाहिँ हुनु पर्यो अनि चाहिँ एकजना बराबर 20वटा लानु पाइयो बोट 60वटासम्म एउटा एकजनाले लानु पाउँछ त्यसरी देखाउँछ नि जस्तै यहाँको फेमस माछा कुन चाहिँ हो यहाँ यही ब्लूफिन क्र्याब एउटा हो है त्यहाँदेखि अरू यहाँ हामीहरूले पाउने यहाँ फिसिङ गर्नु फ्री हो नि यो रेड स्न्यापर पाइन्छ यहाँनिर एकदमै पुरै पाइन्छ रेड स्न्यापर फ्री हो नि त नि माछा मार्ने एकदमै यहाँनिर फ्री हो के अरे कुनै लाइसेन्सहरू चाहिँदैन अनि यो सामान पनि यहाँ एकदमै पाइन्छ यो सालमन सालमन पनि पाउँदो रहेछ सामान पनि यहाँनिर पाइन्छ राम्रो छ अहिले चाहिँ यो माछा मार्नेहरू अलिक कम गरेको रहेछ यहाँ नि यो अहिले त्यही अघि मैले भने जस्तै नि त्यो एल्गी ब्लुम भनेको यो पानी मुनि चाहिँ बेसी एल्गे भएर एल्गे चाहिँ बेसी भएर चाहिँ एकदमै फिज कोही कोही बेला यहाँनिर चाहिँ फिज यति साह्रो हुन्छ साबुनको फिज जस्तो हुन्छ कि यहाँनिर यो पुरै अनि र यो चाहिँ एकदमै अहिले साउथ अस्ट्रेलियाको ठुलो सबैभन्दा समस्याको विषय बनेको छ यो चाहिँ बढेकै छ के अरे झन्डै 200-300 किलोमिटर बिच चाहिँ यसले कभर गरिसकेको छ अहिले एल्गेले के अरे कन्ट्रोल गर्न सकिरहेको छैन साइन्टिस्टहरू लागिरहेको छ सकेको छैन अहिलेसम्म पहिला यहाँ बोर्ड पनि देखेँ आज त त्यति देखिएन त मैले त होइन एक्टिभिटी त अहिले धेरै कम्ती छ त्यही एल्गेले गर्दा नै कुनै दिन त यहाँ आउँदाखेरि माछा बाहिर हुन्छ नि त पुरै मरिरहेको यहाँनिर पुरै पोइजनस हुँदो रहेछ नि त त्यो एल्गे माछाको लागि माछाको त्यो पाराले त्यसले गर्दाखेरि चाहिँ अहिले माछा मार्ने नयाँ सानो हुँदै माछा मार्ने मान्छेहरू पुरा हुन्थ्यो नि हो त पुरा बसेको हुन्थ्यो आज यो जस्ट सिङ्गापुरको चाहिँ हामी टिकेर छ भन्ने यो चाहिँ जेटी हुन्छ जेटी उहिले बनाएको रहेछ 2 वर्ष हुनु आँट्यो नि 200 वर्ष हुनु भयो नि हो 1860 बाट 1960 अब सकिगयो नि नि यो एउटा ठुल्ठुलो बोट राख्नुको लागि बनाएको रहेछ यसमा नि हावा चाहिँ चल्दैछ नि पहिला चाहिँ अब यहाँ क्वारेन्टाइन गर्थ्यो अरे के कस्तो क्वारेन्टाइन हो यो जेटी चाहिँ अब सिंहपुरको जेटी चाहिँ खतरै छ है अगाडिबाट अहिले घाम अस्ताउँदै गरेको नि यहाँ दामी देख्छ नि सिन नि यो त खासै अब सनसेट सिंहपुर त सनसेटको लागि एकदमै फेमस छ नि त उँधोतिर बिच छ फ्यामिली आउने हो पिकनिक खाने हो सनसेट हेर्ने हो अनि घर गएर सुत्ने हो नि त आजको लगभग यो चाहिँ हावा मजाले चलिरहेको छ यो होइन यसमा हावा चलेको उयसमा सबै बिर्सिने यहाँ आउने रमाइलो गर्ने हिँड्ने दामी क्या हो र पर यहाँ तपाईँलाई पानी आइहाल्यो नि यसो बस्नुको लागि एउटा बनाइदिएको रहेछ होइन त यहाँनिर ल यहाँ बस्ने पनि रहेछ होइन हामी चाहिँ यति नै हो यहाँ लास्टसम्म के रहेछ भनेर हेर्दैछु माछाको टाउको माछाको टाउको रहेछ त यहाँ त गङ्गटालाई हो यो गङ्गटाको लागि कस्तो गङ्गटा अब यो डोरी छ यो चाहिँ यो तल फालेको चाहिँ यो गङ्गटाको लागि हो यहाँ मुनि गङ्गटा पर्छ यसमा चाहिँ माछाको टाउको लाउने हो नेटमा अनि फालिदिने हो डोरीमा चाहिँ अनि तान्दाखेरि गङ्गटा आउने हो कि त्यसै छ गङ्गटा नि लगेर मान्छेले खान्छ नि ल गङ्गटा त डेलिकेसीमा पनि हो नि यहाँ चाहिँ ट्रेन कहिले चल्दो रहेछ यो यहाँनिर आइतबार नि यहाँ लास्ट एन्डिङ रहेछ है सिंहपुर बिचमा चाहिँ
विकेन्डमा यहाँ कोकल्स ट्रेन चल्छ केटाकेटीको लागि ठुलैको लागि पनि एकदम आनन्ददायक छ उहिलेको ट्रेन हो स्टिम रेन्जर मजाको चाहिँ स्टेसन र यहाँनेरि हैन सानो ट्रेन मजाले घुम्नु गर्नु रमाइलो हुने रहेछ है मैले विचार गरेँ यहाँ ट्रेनमा पनि हो अनि फेरि यो जुन यो स्टेसन यो फुटपाथ छ यहाँदेखि सुरु भएको लगभग झन्डै यो फुटपाथ धेरै धेरै लामो छ 50-60 किलोमिटर लामो छ ट्रेन यहाँ र बसेपछि यो फुटपाथ चाहिँ टाढोमा पुग्ने के अरे यहाँदेखि भिक्टर हार्बर पुऱ्याउने अरे नि त योलाई यो फुटपाथ मान्छेलाई वरिपरि नि यो रुख हेर नि यहाँ के भन्छ पाम ट्री जस्तो मजाको रहेछ सिममा पुऱ्याउँदा चाहिँ यो मिस गर्नु भने यो जग्गा चाहिँ दामी छ यहाँनिर नि यो मिस गर्नु भएन अनि यहाँ आएर चाहिँ पिकनिक खानु मिस गर्नु भएन पिकनिक बार्बिक्यू चाहिँ खानु पर्यो यो घर चाहिँ त्यो हेर्नेबाट छ नि उ त्यहाँबाट चाहिँ हेर्ने त्यहाँबाट सनसेटहरू तर यो त गार्डहरू बस्ने होला त्यहाँ अहिले त उयो के अरे